Một đêm mà ra không yên thần á, nó phải ra dưới ơi á, có rồi tên hả? Cái đi ra cái đợt khai lên lão hả? Cái đi ra साथीहरू cái đợt आज म khai lên lão बाटोमा हिँड्दै गर्दा यी दुईजना केटाहरूलाई देखेँ र यो केटाहरूले मलाई देख्ने बित्तिकै एकदमै यिनीहरू आत्तिएर चाहिँ भागे होइन। cái मैले này यो केटाहरूलाई लखेटेँ, đâu cái यिनीहरूलाई đâu mà भेटाउने này प्रयास गरेँ, तर hả? मलाई चाहिँ सुरुमा मैले केटाहरू पक पक भने तैपनि यिनीहरू नटेरिकन Đó, भाग्न थाले। cái này तुफान cũng भाग्दैन không थाले। thấy मलाई पछाडि हेरेर मेरो अनुहार हेरेर ताप भाग्न थाले। मैले यिनीहरूलाई पिछा गर्दै 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 गएँ। यिनीहरू कहाँसम्म जाँदो रहेछ, के गर्दो रहेछन् भनेर पछि मैले यिनीहरूलाई चाहिँ पक्रेर यिनीहरूलाई चाहिँ कारबाही गरेको छु होइन। तपाईँले यो भिडियो चाहिँ पुरा हेर्नु होला है त, गल्ती गल्ती अन्तिमसम्म भिडियो जग्गा हेर्नु होला, देखिन्छ अनि तपाईँ बुझ्नुहुन्छ है। Ô, mấy để đến thôi nhưng hết trời á. ल हेर्नु है, अब यिनीहरू भाग्न स्टार्ट गरे है। यहाँबाट यिनीहरू चाहिँ यहाँबाट चाहिँ एकदम अब भाग्न स्टार्ट गरे, दौडिने छन्। अब ल हेर्नुहोस् है। भागे यार लोग भागे मैं तो देखो नहीं कटारू पसंद है यार कति भागेको एक कटारू पसंद है यार कटारू भागे भागे एक से बातें न कर देते ये राती आती है ये một đêm mà ra không yên thần á, nó phải ra dưới ơi á, có rồi tên hả? Rồi đến đây मला पुरे खायचं केटाहरूले पुरै अब मलाई भागिराख्ने यता भाग्यो र यिनीहरूलाई चाहिँ अहिले यतिखेर मैले भेटाइसकेँ होइन। भेटाएर चाहिँ यिनीहरू किन भागेका रहेछन् भन्ने कुरा चाहिँ यिनीहरूले चाहिँ त्यो पत्ता लगाएर मैले यिनीहरूलाई चाहिँ कारबाही गर्दैछु र यस्तो टास्क दिएको छु, अब यस्तो गर भनेर यिनीहरूले गर्दैछन् है। अब कसरी गर्छन् के गर्छन् तपाईँहरू यो भिडियो पुरा हेर्नु है त, अन्तिमसम्म हेर्नु होला। अनि भन्ने छु म लास्टमा यहाँ के भएको थियो भन्ने कुरा। र यिनीहरूले गर्दा गर्दै चाहिँ ठग्न थाले होइन। अनि मैले चाहिँ यिनीहरूलाई के भने तिमीहरू राम्रोसँग गर है केटाहरू, यस्तो नठगाऊ, अहिले तिमीहरूले गल्ती गरिसक्यौ, अब यो मैले दिएको टास्क चाहिँ राम्रोसँग गर भनेर यिनीहरूलाई भन्दैछु। तैपनि यिनीहरूले चाहिँ मलाई नसुनिकन यिनीहरूले चाहिँ एकदम बसिरहेछन् यहाँनिर होइन। फेरि मैले यिनीहरूलाई चाहिँ अर्को टास्क दिएँ होइन। अब यहाँनिर मैले यिनीहरूलाई कति बेरसम्म उभिन सक्छन् भनेर चाहिँ गन्दैछु है त, हेर्नु। 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 फेरि यहाँ गर्दा गर्दै चाहिँ एकजना केटाले ठग्यो होइन, ऊ अगाडि नै उठ्यो र अर्को चाहिँ त्यत्तिकै बसिरहेको छ। फेरि मैले उसलाई बस्याँ भने अनि फेरि ऊ एकछिन बसेर फेरि उठ्यो, उसले सकेन र अर्कोले चाहिँ केही बेर बसेर गर्यो। 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51
52 53 54 55 56 57 58 59 60 61 र मैले दिएको टास्कमा चाहिँ होइन यो मान्छेले चाहिँ एकदमै गर्यो पुरा गर्यो होइन 1 मिनटै बस्यो र अर्को मान्छे चाहिँ छिटै गरेर थियो तर यसलाई चाहिँ मैले क्रेडिट चाहिँ यो मान्छेलाई चाहिँ दिएँ र उसलाई विनर घोषणा गरिदिएँ है त र उसले गरेको गल्तीमा एउटा माफ गरिदिएँ मैले र यिनीहरूलाई चाहिँ मैले अहिले अब अर्को टास्क दिँदैछु होइन अब यसरी चाहिँ हात टेकेर उफ्रिने टास्क दिएको छ अब यिनीहरूले कतिचोटि सक्छन् हेरौँ है त स्टार्ट हुन्छ नि मात्रै ओके यसरी सगन ल एक गर्नु छ आउँछ 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 जना 20 गर्नु छैन अब तपाईँ हुँदैन जति सकिन्छ त्यति गर्नु ल त्यहाँ तपाईँ एउटामा तपाईँ दियो भने एउटामा हारेर देखायो ल स्टार्ट ओके 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 कति भयो सर 6 5 भयो 6 जम्मा 6 र यो टास्कमा चाहिँ यो मान्छे पहिलो टास्कमा चाहिँ विनर भएको थियो भने दोस्रो टास्कमा चाहिँ मान्छे फेल भयो होइन अर्को मान्छे चाहिँ विनर भयो यिनीहरूको बराबर भयो दुइटैको र यतिकैमा चाहिँ मैले यिनीहरूलाई अब चाहिँ माफ गरिदिएँ यो उनीहरूबाट भएको गल्ती होइन साथीहरू सरी है यसमा चाहिँ मैले तपाईँहरूलाई प्राङ्क गरेँ यो हामीले चाहिँ रातको समयमा चाहिँ आफूलाई फिट राख्नको लागि दौडिने टाइममा चाहिँ केटाहरू मलाई छोडेर अलि अगाडि भएको कारणले चाहिँ मैले यो भिडियो बनाएको हुँ होइन हामीले चाहिँ एकदम आफूलाई फिट राख्नको लागि कसरत गरेको चाहिँ भिडियो चाहिँ मैले तपाईँहरू माझ राखेको हुँ तपाईँलाई भिडियो कस्तो लाग्यो यदि राम्रो लागेको छ भने तपाईँले यो भिडियोलाई चाहिँ एकदमै सेयर गर्नुहोला कमेन्ट गर्नुहोला र च्यानललाई सब्सक्राइब पनि गरिदिनु है यो चाहिँ हामीले चाहिँ प्रि प्लानिङमा बनाएको भिडियो है साथीहरू है ओके हेर्ने मान्छेहरू तपाईँहरू चाहिँ छक्क पर्नुभयो होला तर यो कुरा सुन्नु सक्नुहुन्छ कि हामीले यो प्रि प्लानिङमा बनाएको भिडियो हो भनेर